ल साथीहरू लाग्यो हामी चाहिँ हाट बजारतिर मेरो छोरी म अनि मेरो बुढो मेरो छोरी चाहिँ मक्ख छिन आज हाट बजार जाने सामान किन्ने भनेर अनि हामी चाहिँ यसरी गफ गर्दै 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 गयौँ अनि वहाँ पर चाहिँ त्यो मयूर देख्नु भएछ अनि मयूर हेर्नु न मयूर देखाउनु भयो मलाई म त के भयो भनेर तर्सेँ फेरि पछि ब्याक गरेर पनि यसरी देखाएँ मैले है अनि त्यसपछि फेरि लाग्यो म एकछिन नानीलाई पनि देखाएर अनि हामी चाहिँ गयौँ यसरी धेरै टाढा त होइन हामी घुम्दै घुम्दै गएको भएर चाहिँ यति टाढा देखियो अनि यहाँबाट यसरी जाँदाखेरि धेरैजना मान्छेहरू सबजना हुनुहुन्थ्यो अनि नानी पनि खुसी थिइन् घुम्न गएको भनेर रमाइलो हुन्छ हप्तामा 2 चोटि हाट बजार लाग्छ हामीलाई चाहिँ एकदम रमाइलो लाग्छ तरकारी भए पनि नभए पनि हामी चाहिँ यसरी जान्छौँ अनि यसो उसो यताउति गर्दा गर्दै सबैतिर हेर्दा हेर्दै हामी पुग्यौँ हाट बजार अनि हाट बजारमा पुगेर त्यहाँ बाइक पार्किङ गर्नुभयो बाबाले अनि हामी ओर्ल्यौँ अनि नानीले चाहिँ मामुको स्कुल भनेर देखाइरहेको थिइन् क्या त्यहाँनिर अनि यो चाहिँ हो हाम्रो हाट बजार रौतहटको चकपुरको शुक्रबार र सोमबार लाग्ने गर्छ अनि हामी शुक्रबार र सोमबार चाहिँ यसरी तरकारी सरकारी लिन ओर्न भनेर चाहिँ गइराखेको हुन्छौँ अनि म तरकारी किन्दै थिएँ अनि उहाँसँग अनि यसरी तरकारीहरू लियौँ सबै घुम्यौँ ओर्यौँ अनि हामी यता हेर्दै एक फन्का चाहिँ घुमिन्छ क्या किन्न परोस् नपरोस् सबैतिर घुमेर हेरेर होइन अनि त्यसपछि फलान्न एक फन्का घुमेर अनि फेरि अरू तरकारी किनिन्छ म बसेको नानी पनि टुक्रुक्क बसेर हेरेँ किनेर न फेरि त्यहाँनिर के गर्नुभयो मम्मीले भनेर अनि किन्दा किन्दै त साथीहरू अँध्यारो भइसकेछ निस्किँदाखेरि त नानी फेरि खुसी भएर आफै हिँड्छु रे टुकुन 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 गर्दै अनि हामी सबै काम सकिएर अनि हामी फर्क्यौँ उज्यालोमा आएको मान्छे अँध्यारो भयो बाई